मसी हिँडौँ ल दिलमाया दिदी त्यहाँ पोखरी सानो बनाएछ नि पहिला ठुलो थियो ए स्कुलको बच्चाहरू रहेछ आज ओहो बाल विकास भ्याउँछ आन्टी एक ठाउँमा मात्रै राख्छ टिकट चेक गर्नुपर्छ मेरो काम चाहिँ माथि ठाउँ छ कि छैन हेर्न जाने काम रमाइलो छ आमाहरूको सङ्गति हामी सधैँ बस्ने ठाउँ यो नि त ठाउँ भने खतरा Look at this. यो नि त गोदावरी बोटानिकल पार्क नाइस हेलो जय मसी म अहिले गोदावरीमा छु हाम्रो आमाहरूको फेथ इन क्राइस्ट मण्डलीको आमाहरूको आज पिकनिक छ अनि त्यसैले म एक्लै छु किनभने आमाहरू आउँदै हुनुहुन्छ म चाहिँ ठाउँ हेर्न आएको पोहोर साल पनि यहीँ बसेको जवानहरूको सङ्गतिमा नि यहीँ बसेको पोहोर आमाहरूको सङ्गतिमा नि यहीँ बसेको राम्रो छ ठाउँहरू हेर्नु यसरी ठाउँ छ बस्ने ठाउँ छ इभन यहाँ अब हामी त्रिपाल ओछ्याउँछौँ यहाँ अनि त्यस पछाडि सङ्गति गर्दै सङ्गति सकेपछि हामी खानासाना खान्छौँ रमाइलो गर्छौँ पोहोर हामी पार्क घुम्न पाएको थिएनौँ यहीँ खेल्दै नाच्दै उफ्रिँदै गर्दै सक्यो यसपालि चाहिँ हामी नाच्छौँ खेल्दैनौँ हेर्नु न यस्तो राम्रो मौसमको बेलामा बस पानी नपरिदियोस् त्यो चाहिँ गाह्रो छ अनि म अरू अपडेटहरू दिँदै गर्छु तपाईँहरूलाई म आमाहरूको सङ्गतिमा के गर्छौँ कस्तो रमाइलो हुन्छ सबै देखाउँछु तपाईँहरूलाई हामीले के खाना बनाएर ल्याएको छौँ सबै देखाउँछौँ हामी आमाहरूले चाहिँ यो ल्याउने होइन कि तपाईँहरूलाई के ल्याउनु मन लाग्छ एनिथिङ जे ल्याउँदा नि हुन्छ भनेर हामीले भनेको छौँ त्यसैले अब के ल्याउनुहुन्छ कसले ल्याउनुहुन्छ तर सबैजनाले मिठो पकाउनुहुन्छ त्यो चाहिँ खुसी लाग्छ अन्त परमेश्वरको जानहरूले सबैले मिठो बनाउनुहुन्छ कि आमाहरूको एन्ट्री हाम्रो भविष्यको आमा सामेल दादा पनि आउनु भएको छ स्वागतम जय मसी हजुर झन् तपाईँलाई त म लिनै गएको होइन स्पेशल हिजो म उता साग लिएर गए बजारमा सामुएल त राख्नु भएको छ है यसो भन्छ रे सुतारा सुन्छु गर्जन लागो
हामी आज घर नजाने। वा खतरा दौडिनु हुँदो रहेछ हौ दिदी। बिजोग हाम्रो बिजोग। ऊ बहिनीले होला आन्टी सेल दिदी चाहिँ पर्ने हो। डाटा छैन युट्युबबाट बजाउनु त खै
दिदी कस्तो लाग्दैछ तपाईँलाई स्पिकर बोकेर त्रिपाल वाली स्पिकर वाली हामी आशिषित जनहरू यस्तै हो मेरो त घाँटी सुकेछ दिदी कस्तो भयो पिकनिक रमाइलो अलिअलि अलि आशिष यस्तै हो पिकनिकमा धेरै खाइयो घट हौ अहिले घटेको छैन हौ फेरि मेरो त अलिक घट्यो हौ बाटो पनि देखाउनु है त्यही त यसो मोबाइल यता गर्ने यसो हेर्ने हो क्या लागेको लक्ष्मी तपाईँको बिहेमा आउनु भयो भए यता खिच्नुहुन्थ्यो रे ए ल भिडियो हो सकिगयो नि अब चाहिँ अहिले पनि बिहेकै सम्झिनु न दावा दाइलाई मिस गर्नु कस्तो मिठो घाम पनि लागिरहेछ पानी पनि परिरहेछ हामीलाई मजा आइरहेछ मजै आएको दिदी कतिको मजा आइरहेछ एकदम दामी दामी तपाईँलाई रिग्रेट भइरहेछ होइन फोटो खिच्न नपाएर नै छैन बिहेको फोटो मलाई त मन परिरहेछ लो ब्याउली भनेर आएको भए दावा दाइ सी इज मिसिङ यु भेरी मच मलाई घाम मन पर्छ तपाईँ चाहिँ कोकवाली हो म कोकवाली हो हो ठिक छ सबैतिरको लागि पनि यसो म धर्म गर्नु हिँडेको दिदी हात पनि ल्याउनु फोटो सेसन मिलाइदिनु है कस्तो आमा छोरीको फोटो यहाँभित्र चाहिँ अब फुलहरू बोट बिरुवाहरू पाउँछ नि दिदी यत्रो आउनु भएर छिर्नु भएको छैन सबभन्दा धेरै गोदावरी आउने तपाईँ हो एकचोटि यता हेरेर हाँसिदिनु त अझ स्वागतम धन्यवाद स्वागतम पास्टरनी आमा स्वागतम सामुएल आमा स्वागतम कृष्ण कुमारी आमा स्वागतम चन्द्रमाइजू आमा अहिले दिदी चाहिँ स्वागतम होला है चिप्लेर भैँसी लड्यो है भन्ने गीत हालिदिन्छु म मसँग एउटा छ पानी तपाईँले चिन्दैन दिदी नाओमी दिदी चाहिँ जतिखेर भिडियो बनाउँछु यहीँ आइपुग्नुहुन्छ मलाई चाहिँ किन भिडियो बनाएको मलाई म चाहिँ छाता उडेको आयो ल्याउन नदिया भएर त्यसमा ल्याएको के मैले नत्र भने उसमा ल्याउँछु पलास्टिकमा ल्याउँछु हेलो छाता उडेको कति लाग्नु भयो हेलो मुस्कान दिदीहरू तलै हुनुहुन्छ म भिडियो बनाउँदा जहिले आउनुहुन्छ जहिले 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 हो जहिले बुहारी नबनी है फोटो खिच्ने हो फोटो कुमारी सुन न दिलमा चाहिँ कस्तो देख्यो चस्मा लगाउँछ खै दिदी कालो चस्मा लाउ आमाहरूको पिकनिक
सकियो अब सक्यो बाई बाई अँधेरो पो आउँदै रहेछ अन्तिममा आएर मेरो काटा पनि भाँच्यो अन्तिममा आएर मेरो काटा पनि भाँच्यो भाँच्यो वर्षपछि आउँछ म परमेश्वरको इच्छा भयो भने भन न मम्मी हामी गेटमा आइपुग्यौँ अब जतिखेर भिडियो बनायो नि दिदी आउँछ भने हो के ऊ म कहाँ जानु त अनि कहाँ जानु मेरो पेट दुखेछ धेरै धेरै खाएछु धेर खानुभयो सबभन्दा धेरै खाने ऊ दिलमाया ल ठिक छ ल ठिक छ दिलमाया दिदी के मुर्रा चाहिँ पटुकी बाँध्ने समय दुख्या हो कस्तो दुखेछ यहाँ खै गाडी आएको हाम्रो पास्टरनी आमा बलियो धेरै बलियो हेर्नुहोस् अझै बल्दिन ओके हाम्रो पिकनिक यहीँ सकिन्छ आज फेरि भेट होला नेक्स्ट टाइम बाई बाई जय मसी